इन्डियाले कब्जा गर्न लायो, चाइनाले कब्जा गर्न लायो अरे माकी छोदो। ए मुजी हो, इन्डिया र चाइना कति अगाडि छन् हामी भन्दा थाहा छ तिमीहरूलाई? हेर, नेपाली, आम प्राउड टु बी नेपाली होइन, तर यो टाइममा आएर चाहिँ लाइक इन्डियाले अब कब्जा गर्छ, इन्डियालाई लाइक अधिकार जमाउनु दिनु हुँदैन, चाइनाले कब्जा गर्छ। ब्रो फक यु मुजी, के को घमण्ड छ? अब खुकुरी लिएर गएर काट्छस्, म गोर्खाली हो भनेर खुकुरी लिएर गएर काट्छस् मुजी, तँलाई 4 किलोमिटर टाढाबाट उडाइन्छ मुजी। हामीले त त्यो पावरफुल दुइटा जायन्ट्सहरू हाम्रो जुन छ नि इन्डिया चाइना, यिनीहरूबाट त हामीले फाइदा लिनुपर्छ। हामीले आफ्नो प्रोडक्टहरू यिनीहरूलाई बेच्यो भने पुग्छ क्या, हामीलाई मुजी अमेरिका पठाउनु पर्दैन क्या। यु डोन्ट ह्याभ टु फकिङ एक्सपोर्ट यर प्रडक्ट्स हुन्छ नि आउट अफ द्याट रिजन क्या। इन्डिया र चाइनालाई मात्रै बेच्ने हो भने मुजी हामी धनाड्डै हुन्छ। टुरिज्मको कुरा गरौँ, हिन्दू टुरिज्म हामीले इन्डियाबाट भित्राउन सकिन्छ, बुद्धिज्मको टुरिज्म हामीले चाइनाबाट भित्राउन सकिन्छ। थिङ्क मुजी दिमाग लगायो क्या लडो। अब पनि मुजी इन्डियाले खायो, अर्को एउटा छ नि एउटा मुजी कुन चाहिँ हो, इन्डियाले गर्दैछ, इन्डियाले चाह्यो भने मुजी दुइटा मिसाइल हान्दियो सक्यो मुजी नेपाल घन्टा। मुजी के को घमण्ड अब त मुजी मिल्नुपर्छ लामो। हाम्रो जेनेरेसन है गाइज, हाम्रो जेनजिज, हामी मिल्ने हो है, हामी इन्डियासँग पनि मिल्ने हो, हामी चाइनासँग पनि मिल्ने हो। मुजी इन्डियाको मुभी हेर्न हुने रे, इन्डियाको गीत सुन्न हुने रे, अनि मुजी इन्डियाको भात खानु हुने रे, इन्डियाको मसला खानु हुने रे, अनि इन्डियालाई हेर रे मुजी। तेरो बाउ मुजी केपी ओली, है महेश बस्ने रन्डीको छोरो, तेरो बाउ केपी ओलीले त्यो चुचे नक्साको राजनीति गरे होइन, त्यो मुजीलाई अरू के नै आउँछ र मुजी? त्यो चुचे नक्सा देखायो, ओहो नेपालीहरूलाई चाहिँ ओहो वाउ इन्डियासँग क्या निखो छ मेरो केपी बाले, मेरो लडे मुजी केपी बाले। त्यो मुजी राजनीति गरे हो, म्यापमा मात्रै देखाएर हुन्छ मुजी? त्यो लिबुलेकको त्यो चुचो जुन देखाएको छ नि, त्यहाँ सबै इन्डियनहरू बस्छन् मुजी, म्याप मात्रै देखाएर हुन्छ? हामीलाई मुजी चुदिया बनाउने? महेश बस्नेत अझ पनि धेरै नबोल है त। अनि एमालेको मुजी कार्यकर्ताहरू मुजी थुक्क म्याचिङहरूको बुद्धि आएर रन्डीको छोराहरू थुक्क मुजी।